यति बेला म सोरोल्पा हिमतालमा छु। यो हिमतालको चर्चा सुरु भएको करिब करिब 30 वर्ष जति मात्रै भयो होला र यो हिमतालको बारेमा कुरा गर्दाखेरि सम्भवतः नेपाली भाषामा यो हिमतालको बारेमा केही लेख्ने कुरा सम्भवतः मैले नै सुरु गरेको थिएँ र यो हिमताल नजिकै दुईवटा हिमाली गाउँहरू पर्छन्, एउटा नागाउँ र अर्को बेदिङ। हाम्रो त गाउँको शेर्पान्दै हिमालतिर गएको छ, शेर्पिनी दिदी गाउँमा उसैको यादमा बस्छ। बेदिङ भन्ने एउटै गाउँमा त्यति बेरै दर्जनौँ शेर्पाहरूले चाहिँ सगरमाथा समिट गरिसक्नु भएको छ त्यति बेला। र त्यति बेला त्यो गाउँको जुन एउटा पर्वतारोहीहरूको गाउँको रूपमा चर्चामा ल्याउन पनि मैले केही काम गरेको थिएँ त्यति बेला। र त्यसपछि नै बेदिङ गाउँ चाहिँ पर्वतारोहीहरूको गाउँको रूपमा चाहिँ चर्चामा आयो। कुनै गाउँहरू, कुनै ठाउँहरू धेरै टाढा पनि हुन सक्छन्, तर टाढा भए पनि केही गाउँहरूसँग यस्तो कथा हुन्छ जुन कथाले त्यो गाउँलाई मात्रै चिनाउँदैन, त्यसले देशलाई पनि चिनाउँछ, त्यसले समाजलाई पनि चिनाउँछ, अन्तर्राष्ट्रिय क्षेत्रमा पनि त्यसले ख्याति आर्जन गर्न सक्छ। खासमा बेदिङ र नागाउँ त्यसैका एउटा उदाहरण हुन्। हिमाली गाउँ हिउँ पर्ने ठाउँ, एक फेर तिमी हामी घुम्न जाऊ। नेपालमा सानो एउटा गाउँ जहाँबाट दर्जन मानिसहरूले सगरमाथा आरोहण गरिसक्नु भएको छ र यो करिब करिब 30 वर्ष अगाडि त्यो गाउँको बारेमा मैले सबैभन्दा पहिला खोज अनुसन्धान गरेको थिएँ र संयोगले यो पटक त्यही गाउँको बारेमा एउटा भिडियो कथा बनाउने संयोग पनि जुरेको छ। अब धेरै पर्वतारोहीहरू अब काठमाडौँमा अथवा विभिन्न कामको सिलसिलामा अब हिमालतिरै हुनुहुन्छ कतिजना, तर संयोगले केही पर्वतारोहीहरू चाहिँ मैले बेदिङ र नामा यो पटक भेटाएको छु। कति मान्छेले एभरेस्ट समिट गरिसकेका छन् भने त्यस्तो रेकर्ड केही छ अहिले? छ, हाम्रो कतिजना जतिले गर्यो? हाम्रो चाहिँ नि म चाहिँ एभरेस्ट समिटर क्लबको चाहिँ अध्यक्ष हो अहिले। हजुर, 65 जना चाहिँ नि समिटर्सहरू छन्। 65 जना मध्येमा 9 जना चाहिँ नि तपाईँको चाहिँ नि लेडिज छन्। लेडिज अनि लेडिज मध्येमा पनि चार दिदी बहिनीहरू चाहिँ यही गाउँबाट चाहिँ नि उहाँको घर त्यही हो, अहिले चाहिँ मान्छे हुनुहुन्न रहेछ। उहाँको चाहिँ एउटै परिवारकोबाट 4 दिदी बहिनीले 7 महादेशको 7 समिट गरेर चाहिँ किटिमानी कायम गर्नुभएको छ। हजुरको कतिजना छोराछोरीले सगरमाथा चढ्नुभयो? अब सैले कान्छीले चार्यो, उसैले चारेको छैन, अनि सानो कान्छाले चारेको छैन, अनि सबैले चारेको। तपाईँ पहिला एभरेस्ट चढ्नुभयो कि? एकचोटि गयो? एकचोटि चाहिँ चढ्यो? ए हजुर, यहाँ त सगरमाथा चढ्ने मान्छे त घर घरमा छन् नि होइन? घर घरमा छ, सबै कर्मभित्र गयो, सबै गयो। के गर्नु त अब होइन? उता गाडी चल्छ, सजिलो।